हामी यो ठाउँमा आएको 3 घन्टा भयो। 2 बजे हिँडेको यहाँ 5 बज्न लाग्यो। अब आउँदाखेरि ओह्रालो आएको हो जाँदाखेरि अब जाने हो। पुरा 3 घन्टा लाग्यो आउनलाई। अब जाँदाखेरि कति घन्टा लाग्यो थाहा छैन। यो ठाउँ चाहिँ अब यस्तो छ है, तपाईँहरूलाई देखाउँछु। यस्तो खालको भ्यू छ यहाँ। आएको चाहिँ हामी 2 जना हो। साइकल त्यहाँ छ, यता दाइ छ। ल दाइ के भन्नु छ? नमस्ते सबैजनालाई। हामी चाहिँ लामो यात्रा गऱ्यौँ आज। यो के भन्ने ठाउँ रे? बेलेस्का भन्ने ठाउँ। बेलेस्का भन्ने ठाउँ। यो वेस्टबाट चाहिँ बेलेस्का भनेको लगभग हाम्रो 3 देखि 4 घन्टा लगभग यात्रा रहेछ। चाहिँ साइकलमा यात्रा गरेका छौँ। यहाँ चाहिँ गाउँै गाउँको बिचमा चाहिँ चिटिक्क लाएर यो गार्डन भनौँ न, मिनी गार्डन यति राम्रो छ। बच्चाहरू खेल्ने यसो हरियाली जस्तो चारैतिर यो रुखबिटा रुखहरू फुलेका, दुईपट्टि 2 साइडमा घरहरू, फुलहरू, पानीका धाराहरूदेखि लिएर सबै कुरा एकदम बन्दोबस्त तरिकाले गरेको रहेछ। र यस्तै गरी हाम्रो नेपालमा पनि यस्तै घरहरूको बिचमा यस्तै मिनी मार्केटहरू चाहिँ बनाउन सके अझै सुनमा सुगन्ध हुन्थ्यो होला। अब बिहान बेलुकाको समयमा बुढाबुढीहरू आएर गफ गर्ने, बच्चा बच्ची आएर खेल्ने, मोबाइलहरू चलाउनुको सट्टा यस्तो गार्डनमा आएर खेल्ने यता गऱ्यो भने बालबच्चाहरूको एउटा स्मरण शक्ति पनि राम्रो हुन्छ। के अरे सबै ठाउँ अनि बस्ती पनि सुन्दर देखिन्छ। एउटा रमाइलो स्मरणीय क्षण हुन्छ। त्यसले गर्दाखेरि हाम्रो नेपालमा पनि यस्तै गर्नुपर्छ भन्ने मेरो भनाइ हो। सबैले यस्तै बनाउनु होला। एकदम चिटिक्क एउटा प्रतीक्षालय छ, सबै काठबाट। जस्तो अब यहाँ माथि युज भएको भनेको तपाईँको यो के अरे कार्पेट हो, माथि कार्पेट छ। त्यसपछि गएर यो प्लाइ जस्तो छ। त्यसपछि गएर पुरै यो नट बल्टुले कसेर यो काठ कस्तो राम्रो चिटिक्क सुहाउँदो बस्नको लागि। अब बाहिरी अब जस्तो पर्यटकहरू आएर बस्न खानै, हामी पनि आएर यो पेप्सीहरू यसो खानेकुराहरू खाएर एकछिन आराम गरौँ। यो जसले बनायो भने धन्यवाद छ उहाँलाई धेरै धेरै। किनकि यस्तै होस् हाम्रो देशमा नि भन्न म चाहन्छु। यो भिडियो हेर्नेहरूले स्मरण गर्नुहोला। हाम्रो देशमा नि यस्तै गाउँ बस्तीहरूको बिचमा यस्तो मिनी मार्केटहरू, मिनी गार्डनहरू बनाउन पाएदेखि धेरै सुविधा हुन्थ्यो। जस्तो फोहोर हाल्नको लागि डस्टबिनहरू यतातिर हेर्नुहोस्, फोहोरहरू व्यवस्थापनको लागि सबै एकदम उचित छ। बस्नको लागि बेन्चीहरूको व्यवस्थापन छ, खानको लागि पानीहरूको व्यवस्थापन छ। यो बटुवाहरूको लागि आएर बस्ने एउटा थलो एकदम राम्रो सुन्दर छ। अनि तपाईँको हेर्दाखेरि एकदम सुन्दर गाउँ बस्ती, पहाड, एकदम हावा चलिरहने एकदम रमणीय। यो चैत वैशाखको घाममा नेपालमा उखुम हुँदाखेरि यस्तो ठाउँमा आएर बस्न पाउँदा एकदम स्वर्गमा पुगे जस्तो आनन्द फिल भइरहेको छ। हेर्नुहोस् भन्दै म केही 2-4 कुराहरू तपाईँलाई सेयर गरी धन्यवाद। हस्त जय नेपाल। ल अब एकचोटि सरकै भ्यू देखाउनु तपाईँहरूलाई है त, बाहिरतिर आएको भ्यू देखाउँछु। हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ पहाड हो, पुरै ढुङ्गाको पहाड, पुरै यस्तो